राउटे जापान पुगे रहेछस्, अलिकति जापानिजहरूको गुखा रहेछ, केही बुद्धि आउँछ कि? महामहिम ज्ञानेन्द्र शाहीज्यू उर्फ महासीए महा अडिटर तपाईँका प्रत्येक शब्द आज जुन संसदमा प्रयोग गर्नुभयो नि डुङडुङती गनाउँदै थिए। प्रत्येक शब्दमा तपाईँको स्वार्थ र डबल क्यारेक्टर झर्किँदै थियो। खाद्यहरू मसँग पंगा लिन नसकेर मलाई डिप्रेसन लिन खोज्ने मेरो फ्यामिलीको फोटो उठाएर, मेरो घर परिवारको फोटो उठाएर तिमीहरूले मसँग चाहिने एक्लै सिंह भेट्न सकिस्। घर परिवार फ्यामिलीमा गएर त जुझ्न खोज्ने छ दम भने एक्लै आइज सिंगल। तिमीहरूको अब के हुँदैछ, फाइनल हिसाब किताब हुँदैछ। तिमीहरू सोचे होला यत्तिकै ठाइलाले छोड्छ कि तिमीहरूको यो टिकटकबाट समाप्ति हुन्छ कि मेरो समाप्ति। मलाई डिप्रेसन लिन खोज्ने तिमीहरूले मेरो फ्यामिलीको आफन्तीहरूको फोटो उठाउने खातेहरू एक्लै आइज, छ दम एक्लै भिन्न आइज। सक्दैनिस् तिमीहरूले, किन सक्दैनिस् भने तिमीहरू फाके हो। जुन कि आफ्नो आइडेन्टिटी तिमीहरूले क्लियर गरेर आउन सक्दैन। एउटा प्रोफाइल पनि तिमीहरूले फ्याक बनाएर आउँछ, अर्काको फोटो लगाएर आउँछ, अर्काको चेली बेटी आफ्नो अर्काको चाहिने श्रीमती आमा दिदीबहिनीलाई तिमीहरूले उठाएर हिँड्छ नि। तिमीहरू जस्तो खातेहरू अब तिमीहरूको काम छैन। म डिप्रेसन गयो भने होला, यो आँखामा यो रोएर आयो भने होला, यो आँसु होला भने यो इफेक्ट हो, इफेक्ट। जुम्लाका सोझा साझा जनताको आँखामा छारो हालेर माननीय पड्काको एउटा राउटेले हैन अहिले संसदमा गृहमन्त्री र सरकार सम्बन्धी गरेको 20 बमनलाई देख्दा ताजुब लाएर आउँछ क्या। आफू चाहिँ हिजो ढाँटेर म फलानो ठाउँ यो जागिर पाथेँ देशको मायाले छोडेर आयो भनेर ढाँटेर जनताको आँखामा छारो हालेर विनय जङलाई दोष काँधमा हालेको हामीले बिर्सेका छौँ। र अनि अर्को कुरा, विदेशमा बस्ने नेपालीले राजनीति जानेका छैनन्, केही पनि नजानेर बोल्छन् भन्ने। विदेशमा बसेर नेपालको केही कुरा नबुझिकन अनि बढी जान्ने भयो, त्यसरी हुँदैन। स्पष्ट कुरा हो, क्लियर कुरा छ। हामीले अहिले पनि पार्किङ जहाँ पाए त्यही गर्न पाउनुपर्छ भन्ने छैन। देशको प्रधानमन्त्री तपाईँ हो, गृहमन्त्री तपाईँ हो, पार्किङको व्यवस्थापन गर्नुहोस्। तपाईँहरूका गाडी जहाँ पार्किङ हुन्छन् त्यहाँ जनताका गाडी पनि पार्किङ हुन पाउनु पर्यो। पार्किङको व्यवस्थापन गर्नुहोस् प्लिज। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, उहाँ जापान आउँदै हुनुहुन्छ अरे, तपाईँहरूले केही जान्नु भएको छैन, केही बुझ्नु भएको छैन, राम्रोसँग राजनीति बुझाएर पठाइदिनु होला उहाँलाई। अनि अर्को कुरा, विदेशमा हुने नीति नियम कानुन के कस्तो हुन्छ, त्यहाँ कहाँ हिँड्न पाइन्छ, कस्तो रुल्स रेगुलेसन छ, देश कसरी सिस्टममा चले त्यो पनि सिकेर आउनु राउटे महाराज। अनि अर्को कुरा, जति पनि अहिले तिमीले विदेशीले केही जान्दैनन् त्यसै बोल्छन् भनेका छौ नि, त्यही विदेशीले पठाएको रेमिटेन्सबाट तिम्रो भुँडी मात्र होइन तिम्रो घर पनि चलेको छ, तिम्रो सारा सांसदलाई पालेको छ, यो देश चलेको छ। त्यही नेपालीले रगत पसिना बगाएर ती नेपालीलाई देशको यति माया छ नि, दिनमा 5 मिनट मात्र समय छुट्याएर पनि मेरो देशमा के भएछ त भनेर समाचार हेर्छन्। अनि तिमीहरू जस्ता नालायक सांसदको कुरा सुन्दाखेरि अनि छाती पिटेर धिक्कार होस् यस्तालाई नि संसद बनाएर पठाएछन् भनेर रुन्छन्। एउटा युवा आएको छ देश बनाउन, आश लाग्दो युवा, दुनियाँले विश्वास गरेर 2/3 मत दिएका छन् कि कसैको लठबन्धनबाट आएको पनि होइन। त्यो जनताले रुचाएर दिएको भन्ने कुरालाई स्वीकार्न नसकेर अनि अर्को युवाले खुट्टा तान्छ। होइन साथ देला युवा मिल्लान्, राम्रो गर्लान्, देश बनाउलान् भन्नु त छैन। सधैँ यस्तै खालका घटिया कुराहरू संसदमा बोलेको देख्दा ती नेपालीलाई धिक्कार लाग्छ। कृपया विदेशमा बस्ने जो कोही पनि नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, तपाईँहरू केही पनि जान्नुहुन्न, तपाईँहरूलाई चेतै छैन, ज्ञानै छैन भन्ने यो ज्ञानेन्द्र शाहीलाई तपाईँहरूको विचार के छ? र कहिले पनि विदेश भ्रमणमा आउँछ भने राम्रोसँग सबक सिकाएर पठाउनु होला, ज्ञान बुद्धि विवेक दिएर पठाउनु होला। विदेशमा बसेर नेपालको केही कुरा नबुझिकन अनि बढी जान्ने भयो, त्यसरी हुँदैन। स्पष्ट कुरा हो। स्याबास ज्ञानेन्द्र शाहीजी, तपाईँ त बिकिनुहुन्न, टिकिनुहुन्छ, नेपाली जनताहरूको लागि खटिनुहुन्छ जस्तो लागेको थियो हामी नेपाली जनताहरूलाई। तर आखिर तपाईँ पनि बिकिनु भयो। भन्नुहोस् कति पैसामा बिक्नु भयो, कुन पार्टीका व्यक्तिहरूसँग बिक्नु भयो तपाईँ? आखिर तपाईलाई पनि नेपाल र नेपालीको भन्दा पनि त्यही कुर्सी र पदको माया लागेको रहेछ होइन? किन विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले इन्टरनेट हेर्दैनन्? त्यहाँ इन्टरनेटको सुविधा हुँदैन, हातमा मोबाइल छैन? किन केही जान्दैनन् विदेशमा बस्ने नेपाली दाजुभाइहरूले? तपाईले यो भन्दै गर्दा यति कुरा पनि नबिर्सिनुस् कि विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीले नै आफ्ना घरमा भएका बुबा आमा आफन्त छर छिमेकीहरूलाई यो पालि चाहिँ यो व्यक्तिहरूलाई भोट दिएर जिताउनु पर्छ, पहिलेका पुराना व्यक्तिहरूले केही पनि गर्न सकेनन्, यो नयाँ पार्टीलाई जिताउनु पर्छ भनेर तपाईहरूलाई त्यो ठाउँसम्म पुर्याएर अहिले जसरी बाघ जस्तो गर्जिराख्नु भएको छ नि, यसमा सबैभन्दा ठुलो हात नेपालमा भएका जनताहरू भन्दा पनि विदेशमा भएका नेपाली दाजुभाइ दिदीबहिनी जान्छ। बुझ्नुभयो? अहिले जसरी तपाईले विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई तुच्छ शब्द गरेर गिराएर बोल्दै हुनुहुन्छ नि, हो त्यही नेपाल विदेशमा दुःख गरेका दाजुभाइको कारणले गर्दाखेरि, दिदीबहिनीको कारणले गर्दाखेरि तपाईँ आज यो ठाउँसम्म पुग्न सफल हुनुभएको छ।
कसरी भन्नुहुन्छ तपाईँले विदेशमा बसेर केही पनि थाहा हुँदैन, केही पनि थाहा नपाएका व्यक्तिहरू चाहिँ जान्ने हुन्छन्, बाठा हुन्छन् भनेर तपाईँ नेपालमा बसेर जसरी भ्रष्टाचार गर्दै हुनुहुन्छ नि, पैसामा बिकेर भन्ने नभन्ने बोल्दै हुनुहुन्छ नि, आरोप प्रत्यारोप थुपार्दै हुनुहुन्छ नि, हो तपाईँलाई भन्दा बढी ज्ञान हाम्रो विदेशमा भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई छ। किनभने आफू कुन ठाउँमा छु, कस्तो ठाउँमा छु, मलाई कसले यहाँसम्म ल्याएको हो भन्ने कुरा तपाईँले बिर्सनु हुँदैन। कसरी बिर्सन सक्नुभयो तपाईँले? जुन व्यक्तिहरू विदेशमा गएर दुःख गरेर खाडीमा गएर रगत पसिना बगाएर बेलचा हानेर तपाईँहरूलाई रेमिटान्स मार्फत यो ठाउँसम्म पुर्याएका छन्, तिनै जनताहरूको करबाट, तिनै जनताहरूको रेमिटान्सबाट जसरी भत्ता लाद्रो पड्काउँदै हुनुहुन्छ नि भत्ताले, हो त्यो कुरा तपाईँले बिर्सिनु हुँदैन। कुन पैसाले, कुन कहाँको पैसाले भत्ता हसुरेर बस्दै हुनुहुन्छ तपाईँ? कसले दिएको छ तपाईँलाई भत्ता? तिनै विदेशमा दुःख गर्न गएका नेपाली दाजुभाइ दिदीबहिनीहरूको रगत पसिनाबाट तिरेको कर र पठाएको रेमिटान्सबाट तपाईँहरू सत्तामा बसेर रोइलो मचाउँदै हुनुहुन्छ होइन? अनि तिनैलाई भन्दै हुनुहुन्छ कि यिनीहरूलाई केही पनि थाहा छैन। हो, उनीहरूलाई केही पनि थाहा थिएन होला विगतको दिनमा, तर अहिले भनेको सामाजिक सञ्जाल छापछाप्ती छ। सामाजिक सञ्जालमा हेरेर अहिलेको जनताहरूलाई चाहिँ सचेत गराएका हुन्। आफू विदेशमा खाडीमा दुःख गरे पनि नेपालमा भएका आफ्ना आफन्त छर छिमेकीहरूलाई फोन मार्फत, कल मार्फत, सामाजिक सञ्जाल मार्फत कल गरेर सम्झाएर बुझाएर तपाईँहरूलाई भोट हालेर यो ठाउँसम्म पुर्याएका हुन्। लाज हुँदैन तपाईँलाई विदेशमा बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस्तो तुच्छ वचन लगाउनको लागि? आखिर तपाईँ पनि बिक्नु नै भयो होइन? तपाईँ टिक्नु हुन्न, बिक्नु हुँदो रहेछ। थाहा हुँदैछ हामीलाई तपाईँको एकपछि अर्को तपाईँको कालो कर्तुतको भण्डाफोर हुँदैछ। जसरी तपाईँ गर्जिँदै हुनुहुन्छ नि, तपाईँ आफ्नो हैसियतले गर्जिनु भएको छैन। तपाईँलाई पछाडिबाट परिचालित गर्ने व्यक्तिहरू र हौसला ठेला लगाउने जुरुक जुरुक उचाल्ने व्यक्तिहरू निकै राम्रै पाउनु भएछ, निकै गत्तिलै हड्डी चुस्न पाउनु भएको रहेछ तपाईँले भन्ने कुरा चाहिँ तपाईँको यो बोल्दै गरेको अभिव्यक्तिले जनाउँछ। बुझ्नुभयो? बहिनी के को ज्ञानेन्द्र साई बिग्न नि त, यो त पैसामा बिग्ने, यसलाई इज्जत नभएको बेशरम, यो त डोटेली पो त, यो त डोटेली। अरू दिदी, अरू डोटेलीलाई भने होइन, यो ज्ञानेन्द्र डोटेलीलाई फेरि डोटेली दाजुभाइ गाउँकालाई असर नपरोस्। यो डोटेलो अझ बिहा नगरेको कुमारो मन छ, यो डोटेलो। यसको त भित्र काण्ड त दह्रो रहेछ, बाहिरबाट आउँदैछ। हजुर तपाईँले सबै पर्दा थाहा पाउनुहुन्छ। अनि संसदबाट भाग्छ यो चाँडै। ओहो, पद पाइन, आफूले मागे जति पद पाइन भनेर अनि सुदन गुरुङ गएर अनि के अरे बालन शाहको ज्वरो खाने यास। तँलाई लाज नभएका, शरम नभए यसको सम्पत्ति छानबिन गर है। यो जो चोर छ, यो फटा छ, यो ढाका छ, यो दे लुट्न आएको, यसले गहन थापाबाट, प्रचण्डबाट, केपी ओली बाबाट, संस्कृति पार्टीबाट कति करोड पैसा खाएर यसरी भुकिएको गरेका। यो ज्ञानेन्द्र साई कुकुर, भोच्चा कुकुरको बाटा हिँड्ने हुन्छ एउटा खाते कुकुर। त्यस्तै यो के को यत्रा संसद हो नि? कुकुर नामर्दा मोरिया लाससित तँले राजनीति गर्छस्? गृहमन्त्रीले स्ट्यान्डबाजी गरेर गयो त तेरो दम थियो त्यहाँ जाने? खुपी थियो तेरो? खुपी आएर कोही छौ नि? तेरो लाचारीपन संसारले देखिसक्यो। अब तेरो केही औकात छैन। सुजे थापाले टोयलेट बनाउँदै, गाह्रो लाउँदै, तरकारी बनाउँदै हिँड्थ्यो, जनताले सडकमा पुर्याइदिए छोडिदिए। अब त गई पत्ता साफ भयो भाइ। त्यो स्याउ बेचेर, स्याउ टोकेर दुनियाँलाई ठगेको थिइस्। अब त स्याउको दाना पनि चाख्न पाउने भएनस् है डोटेली। अब विदेश जाने मेरा दाजुभाइ दिदीबहिनीहरू कुन हालतले विदेश जान पऱ्यो आफ्नो देश छोडेर बालबच्चा पाल्नको लागि? तँलाई लाज नभएका गुखानी। तँ पनि संसद होस्, तैँले कालो कोट लगाएको सुहाउँछ, अनुहार पनि कस्तो भने जात जाति जस्तो के। जात जातिबाट नि गए गुज्रेको। जात जाति त राम्रो बन्छन्। अबै ओइ ज्ञानेन्द्र साई फुसको जुनै त अब बालेनलाई नसा खाएर बोल्न थाल्यो भन्न थालिस्। त नसा खाएर पैसामा बिकेर नसा लायो भन्दा बढी तँ आए जस्तो। यसो होइन हेर त, अर्का होइन, यसो नराख्नु होइन हेर। गएस् खुलुत्तिस अनि पाक्यो के अरे नाइटे उनी फुत्केर सडकमा गएछ र बस्तेरीमा खाते कुकुर। जापानवासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, काका बाउदेखि आमाज्यूहरू सबैजना होइन, तपाईँहरू के तपाईँहरूको भिजामा समस्या आएको छ?
के तपाईँ भिजाको लागि अड्केर बसिराख्नु भएको छ? भिजा नआउने टेन्सनमा हुनुहुन्छ? त्यो भने आजदेखि मुक्त हुनुहोस्, किनकि नेपाल सरकारले ज्ञानेन्द्र शाहीलाई चाहिँ जापानमा पठाइसक्नु भएको छ। उहाँले विद्यार्थीको भिजाको वा यहाँ जापानवासीहरूको चाहिँ भिजाको लागि चाहिँ उहाँ जापान आउनु भइसक्यो। परामर्श कार्यक्रम छ, उहाँ गएर तपाईँहरूले सुनिदिनु होला। बल्ल बल्ल भिजा पाएको होला त्यसैले जिन्दगीमा, होइन? र अर्को कुरा के भन्छु भने है, हाम्रो देशमा भनौँ, हाम्रो देशबाट हामी जापानमा विद्यार्थी भिजामा वा कुनै पनि भिजामा आएर यहाँनिर बिचल्ली अवस्थामा छ क्या, बिचल्ली अवस्थामा छ। दलहरूले बल्ल बल्ल पढेर दलहरूले कति पैसाहरू खाएका छन्, कति विद्यार्थीहरू 50-60 लाख रुपियाँ पैसा खर्च गरेर देश फर्किनु परेको अवस्था छ, होइन? कति मान्छेहरू अलपत्र परेका छन्, कति मान्छेहरू बिरामी भएर यहाँनिर बसेका छन् क्या है। भिजाको समस्या भन्दा पनि यहाँनिर नागरिक बाँच्ने समस्यामा असर परेको छ क्या। कन्सल्टेन्सीहरूले मिठो सपना बोकेर ल तिमीहरू विदेश जाऊ, तिमीहरू पैसा हुन्छ भनेर पठाएको, यहाँ आएर दुःख पाएको, होइन? कति मान्छेहरू मर्नुपर्ने बाध्यता, कति मान्छेहरू मरेका, होइन? ती सबैजनालाई शहीद घोषणा गरिएर क्षतिपूर्तिको माग गर्दछु म चाहिँ। हामीले पठाएको रेमिटेन्स तिमीहरूले पनि खान्छौ, ज्ञानेन्द्र शाहीले पनि खाएको छस्, तैँले तलब खाएको छस् देशको। जे मलाई चाहिँ त्यही बोलेर हिँडेको छ। विदेशमा बस्ने मान्छेहरूलाई त केही पनि थाहा हुँदैन देशको भए। तिमीहरूलाई भन्दा बेसी माया हामीलाई छ देशमा। तिमीहरूले देशलाई कन्डम बनाएको छौ, हामीले देशलाई जोगाउनु पर्छ भनेर हामीले बोल्छौँ। तिमीहरू देश बनाइरहेको युवाहरूलाई विरोध गर्छौँ, हामीले त्यो विरोध नगर भनेर हामी तिमीहरूलाई के अरे खबरदारी गर्छौँ। तिमीहरूलाई भन्दा देश हामीलाई छ, के तिमीहरूलाई देशको माया भन्दा हामीलाई धेरै माया छ क्या देशको। अझै ठुल्ठुलो कुरा गर्ने आएर